नमस्ते सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू र आमा बाजे बजेहरूलाई चाहिँ सेवा ढोक छ। आज कोपेनहेगन हुल्गासमा हामीहरूको यो छिमेकी वरिपरि घरको वरिपरिकोलाई हाम्रो नेपालीमा हामीले छिमेकी भन्ने गरिन्छ। हामी छिमेकी दाजुभाइ दिदीबहिनीहरू भेटघाट हुने गेट टुगेदर हुने चाहिँ हाम्रो दिदीबहिनीहरूले चाहिँ गर्नुभएको रहेछ, कार्यक्रम राख्नुभएको रहेछ आज शनिबारको दिन। अनि त्यही भएर आज हामी भेटघाट गर्दैछौँ। अनि आज यो विकेन्ड मनाउने रमाइलो छिमेकी दाजुभाइ दिदीबहिनीहरू चाहिँ भेटघाट रमाइलो गर्दैछौँ है। यसरी यहाँ टेबल डेकोरेसन गरिसक्नुभयो। यहाँ टेबल डेकोरेसन गर्नु भइसक्यो। यहाँ हाम्रो कृष्ण छुल्टीले एकदम मेहनत गरेर यहाँ डेकोरेसन बनाउनु भएको छ। यता चाहिँ हाम्रो यहाँ डेकोरेसन अनि यहाँ प्रिपरेसन हुँदैछ हामीहरूको। भाउजूले यहाँ पेपर न्यापकिन बनाउँदै हुनुहुन्छ। हेलो हिरो, के छ हालखबर? यता हेर्ने है अङ्कलको भिडियो। यहाँ यसरी यहाँ विनोद दाइले चाहिँ यहाँ उइस बनाउनु भएको छ। अन्त हाम्रै ल के छ हालखबर? यता भाउजू यहाँ बच्चाहरूको लागि बनाउनु भएको छ। यहाँ यसरी बच्चाहरूलाई हटडग बनाउँदै हुनुहुन्छ हाम्रो सेरिङ बाबुको मम्मीले हजुरले। यहाँ आज हामी सम्पूर्ण सबैजना छिमेकी वरिपरिको यहाँ नेपालीमा चाहिँ घर वरिपरिकोलाई छिमेकी। यहाँ फेरि हाम्रो बार टेन्डरमा काम गर्नुहुने हाम्रो सुरेन्द्रजीले यहाँ ढाक्कै हुने यस्तो स्पेसल ककटेल बनाउँदै हुनुहुन्छ। ल ककटेल बनाउने लागि हाल्नुहोस्, ककटेल बनाउनु। यहाँ छोइला विनोद दाइले सेफ नै हुन्। विनोद दाइले चाहिँ यहाँ छोइला म्यानेज गर्दै हुनुहुन्छ। आज हाम्रो हुल्गास टोलीको गेट टुगेदर हुँदैछ। यहाँ एकदम राम्रो कन्सेप्ट कसले चाहिँ सोध्नु भयो, एकदम राम्रो कन्सेप्ट सोध्नु भयो रहेछ। शनिबारको दिन पारेर विकेन्ड पनि मनाउने होइन भाउजू, तपाईँले होला हलबुक गरेर तपाईँको कन्सेप्ट होला यो होइन, सबैजनाको हो। ल सबैजना आमा पार्टीलाई धन्यवाद छ। हुल्गास प्लस कोपेनहेगनको आमा पार्टीलाई चाहिँ धन्यवाद छ। यसरी कन्सेप्ट राखेर चाहिँ अब यसरी यहाँ भेटघाट भएर आज रमाइलो गर्न पाइने भयो, शनिबार मनाउनु पाइने भयो। हाम्रै आइ बनाउँदै गरेको पनि झन् देखाइदिनु पऱ्यो नि। र पो सिक्छन् अरूले यसो तपाईँको कला। यो त साँच्चैको फेरि आउँछ है फेरि युट्युबमा। यहाँ दाइले फेरि हाम्रो दाइ त एभरग्रिन हरेक कार्यक्रममा खटिने दाइ बिचरा, के गर्नु। यहाँ पनि सबै हाम्रो समाजसेवी हाम्रो समाजसेवी दाइ। ल ल सुरुमा के हाल्नुभयो? लाम्पाइज रे गाम्पानी गाम्पारी नाम त यो त गाम्पारी हाम्रो गाउँघर जस्तो नाम रहेछ त गाम्पारी। ब्ल्याक लेबल हाल्नुभयो, बनाउनु हुन्छ। अनि यो चाहिँ के हो? जिन सुरेन्द्रजीको विशेष हुनुहुन्छ भाउजू। त्यो चाहिँ के हो नि? टनिक वाटर। ओहो, धेरै पो मिसाउनु पर्ने रहेछ है ककटेल बनाउनु। त्यसरी त नमान्दो रहेछ नि ककटेल त। ब्याग उनीहरू राख्दैछ। अहिले भेट्छ बाबु यहीँ छ कता? पखान अहिले दिन्छु। यहाँ म भिडियो बनाउँछु। यहीँ कता छ क्या? अनेक किसिमको चाहिँदो रहेछ है ककटेल बनाउनुलाई त। 1 2 3 4 5 6वटा आइटम चाहिँदो रहेछ यहीँ। त्यसको फ्लेभर दिने चाहिँ फेरि के हाल्नु भने लेमन
एकजनाले उठ्नु भएको छ त हुन्छ दाइ ओरेन्जको होइन ककटेल बन्दैछ है यहाँ हजुर यहाँ कला भएपछि होइन कला भने नाच्ने मात्रै होइन नि यहाँ बनाउने खानेकुरा बनाउनु पनि जान्दिनँ नि एउटा कला हो नि होइन यसरी यसले त अहिले नचाइहाल्छ फेरि कृष्ण चाहिँ हामी चाहिँ एउटै पोखराको कास्कीको हामी उहाँहरू चाहिँ सुरेन्द्र काठमाडौँको यता स्याङ्जा यता भाउजनी पोखरा थरी थरी गाउँठाउँका छन् मान्छे आइन यहाँ कोही स्याङ्जा कोही ह्याङ्जा कसरी चाहिँ आउनु भन्नुभयो यस्तो गरेर कसले बनाउनु नबनाउनु यस ककटेल भन्दैछ ल ल्याउ राम्ला नि म त एउटा रम लिएर आएको थिएँ जाडोमा रम खाने भनेर त आज त ककटेल रम ल्याऊ मैले उतै हो उतै छ नि ऊ आजकल त म त हुसी खान छोडिदिएँ कि रम खान लाग्यो आज त्यो जाडोमा उतै लाग्छ नि ऊ क्याप्टन ल हेर्नु ल तपाईँले बनाउने हुन्छ नि त यो ग्लास हाइलाइट मिल्दैन तपाईँले गर्नुपर्छ मैले त्यस्तो मिल्छ पहिले हाम्रो खानामा छ है काँक्रो यहाँ प्रन मकैको चिज चिउरा आलुको अचार चिकन छोइला हो नि त यो चिकन छोइला ए हाँसको छोइला विङ्स यहाँ कुखुराको के भन्छ अरे कुखुराको कलेजो पाङ्रा बच्चा ल हटडग अनि यहाँ ककटेल बनाउनु भयो टेबल बन्दैछ आज छिमेकी पार्टी छिमेकी पार्टी छिमेकी पार्टी आइस ल साँच्चै हो राम्रो हो नि कहिले काहीँ यसो भेटघाट यसो दुःख सुख साट्ने होइन छिमेकी पार्टी ल अब आज ककटेलले लडाइदिने भयो के अरे अब के गर्नु राम्रो बनाउनु भयो त धेरै कुराहरू चाहिँदो रहेछ नि त मैले पनि अहिले थाहा भयो आज यस्तो कुरा चाहिँदै भयो त्यही भएर पो यहाँ खैरहरू खालि ककटेल खाँदो रहेछ खानुहोस् ल उयो फिङ्गर चिप्नी खाऊ हातले हाल्ने ल हटक नखाने हटक दुइटा खाए हुन्छ दुइटाले पुग्छ खानु हुँदैन चिउरा
चम्चा छैन केही हुनु खाम सुरु गरौँ ल साइमन हटडग नखाने खाने होला अब ल अब हामीहरूको स्न्याक्स सुरु भयो टिप्पन टापन यहाँ ककटेलसँग खानु ककटेल समाउनु है त्यहाँ छ ककटेल पनि छिमेकी गेट टुगेदर पार्टीमा आज ल टिप्पन टापन सुरु गर्दै हुनुहुन्छ केश दाई अनि विनोद दाई रविन भाइ नुल दाई अब यसरी गर्दैछौँ ल यता सर खानु जानु आमाबाट यता हुनुहुन्छ यतै बसेर खाइहाल्छ त अब तपाईँहरू पनि यतै टेबलमा बसेर खानु न राम्रोसँग किन उता कुनामा बसेर खाने बस्नु न टेबल बनाइदिएको त तपाईँहरूको लागि बनाइदिएको हो त यो टेबल अघि हाम्रो कृष्ण सोल्टी र मैले कृष्ण सोल्टी र मैले बनाइदिएछु नि अघि यहाँ ज्याकेट लगाएको छ अहिले खोल्नु भयो होला हेलो गाइज के छ हाउ आर यु के छ सैनिक इन्जोय है गाइज इन्जोय आउँछ हजुर अघि आएको थियो एक्लै भयो अनि गयो त्यो अहिले आउँछ अब सबै यहीँ थियो म त तपाईँहरूकोतिर गयो होला दिदीको कतिर गयो होला भनेको घर छ अहिले आउँछ हजुर ल यहाँ ल सबैले खाना खाने हुनुहुन्छ हुन्न हामीलाई नै जता बसेर हुन्छ छिमेकीहरूको त एउटै फ्यामिली हो इन्जोय है ल लक्ष्मण कुन LA actually. At the Lux Vlog. Baba, Bonno. पखाला बाबु एकछिन महिना भिडियोमा पानी दिएको छैन खान्छु म आउँछु खानु पखा एकछिन पखाउनु म एकछिन आउँछु पखा आज छिमेकी गेट टुगेदरको विकेन्ड पार्टी हुँदैछ
ओके तिम्रो टिकट लिएर आऊ अब खाने हो भन्छ दाइ कफी खाएको त त्यही घरबाट आउँदैछ अब आउँछ त्यहीलाई सोध्दै होला दिदी त्यहीलाई सोध्ने होला बिगे आउँदै यहाँ ल त म पनि अब छिमेकी पार्टीमा खानु पऱ्यो यहाँ हल्का भोक पनि लाग्छ अब खानु पऱ्यो नेक्स्ट विकेन्ड पनि अनि छिमेकी दाजुभाइ दिदीबहिनीहरू भेटघाट पनि अब म खान्छु है त ल त अब खानु पऱ्यो अब यहाँ छिमेकी पार्टी अब हामीसँग यहाँ के छ उइस बनाउनु छ आलुको अचार मसरुम के अरे छोइला यसको हाँसको छोइला त मैले एउटा मात्रै टेस्ट गरेँ म त मन पर्न पहिला ट्राई गर्नु पऱ्यो भन्नु पर्यो हाँसको छोइला बनाउनु भएको छ अनि आलुको अचार चिउरा उइस फ्राई अनि के अरे मस्यौराको सोयाबिन बनाउनु भएको छ मस्यौराको अब टेस्ट गरौँ है त एउटा कस्तो रहेछ सुरु चाहिँ आलुको अचार कस्तो रहेछ है खानु कता चाहिँ मिठो होला म त मन पर्दैन हाँसको मासु त छोइला बनाउनु हुँदैन कस्तो रहेछ ट्राई गर्नु पऱ्यो त्यो धेरै टिम्रो राखेको क्या नभए खट्टा हुन्छ टिम्रो चिनो हुन्छ खानु पऱ्यो है ल इन्जोय गर्नु पऱ्यो फुडमा खानु पऱ्यो छिमेकीको पार्टीको नानु हेलो 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 छोरीको छोरी बाजना बहिनीको छोरी बच्चाहरू खेले खाना मामा बस्नुहोस् आज अब हाँसको छैन त सघाउनु पऱ्यो त अनि त्यसै भनेको हाम्रो छिमेकी आमा पार्टी छ नि दाइ के बजाएको थियो मैले हार्मोनियम कि किबोर्ड हो हार्मोनियम हो राखिदिएको रहेछन् समाह घरमा हाम्रो समाह घर आलु खाइदेऊ न आलु सान्जालाई What's up guys?
What's up? Hello. Hello, Lakshman Vlog. What's up? Hello. के छ बाबु हो सन्चै छौ सन्चै छौ ठिक छौ के छ नानी सन्चै छौ ठिक छौ इन्जोय भयो रमाइलो छ मिगेल रमाइलो भयो के गरेको तिमीहरूले सेजुन सेजुन रमाइलो भयो इन्जोय ओके गुड गरिदियो बाबु इन्जोय गुड ओके थ्याङ्क यू मेरो बाबु सेजुन त्यो गर्ने होइन गुड गरमा त्यो भनेको नराम्रो के किन नट गुड Bad boy. बोरिङ बोरिङ भयो Bad boy. ब्याड बोय म वाइ यस्तो बाबु प्लिज गुड गर्नु गुड ओ थ्याङ्क यू यस्तो नगर है मलाई अङ्कललाई है ठुलबाबालाई चाहिँ यस्तो डाउन नगर के थम्सएप गर्नु है ओके ल यहाँ छन् ल भविष्यको कर्णधारहरू मेरो छोराछोरीहरू यहाँ मेरो छोराछोरीहरू यहाँ बसेका छन् है त हेलो के छ यस्तो राम्रो नेक्स्ट इयर पनि गर्नुपर्छ अब यस्तो चाहिँ गर्नुपर्छ क्या दाइ यो भनेको लास्टमा हाँसको होइन कुखुराको मनपर्छ एकदम चिकनमा बनाउनुहोस् के अरे यस्तो गेट टुगेदर भनेको चाहिँ हरेक तरिकाले आफ्नो आफ्नो तरिकाले गर्नु मिल्छ कि छिमेकी गेट टुगेदर नाइस के होइन छिमेकी गेट टुगेदर नाइस होइन सबै नेपाली हो नि त होइन एकदम राम्रो लाग्यो एकदम Bye-bye. Bye-bye, small kids. Bye, small kids. Bye, हुगस प्लसको कोपनहेगन हुगस प्लसको आमा पार्टीहरू चाहिँ यहाँ यसरी भात खानु हुनुहुन्छ Why